यो चैते धानको बियाड हो र यो बियाडमा चाहिँ गए रातिभन्दा त्यसको अघिल्लो रात यो नजिकै रहेको औद्योगिक क्षेत्रको खुला चरन क्षेत्र र रमावन क्षेत्रबाट प्रवेश गरेका जङ्गली सुँगुरले यो रोप्नका लागि चैते धान रोप्नका लागि तयार गरिएको बियाडमा यसरी क्षति पुर्याएको छ र यो बियाडमा कति सङ्ख्यामा बदल छिरे भन्ने यकिन गर्न सकिएन। तथापि पनि यहाँ यसको क्षति हेर्दा निकै वटा यहाँ आएको हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ र यहाँ चाहिँ हामीले देखिरहेका छौँ यसरी यो क्षति पुर्याएको छ यो बियाडमा। र यसै गरी यस क्षेत्रमा चाहिँ पछिल्ला केही वर्ष यता यो नजिकै रहेको औद्योगिक करिडोरको क्षेत्र जुन चाहिँ क्षेत्रमा अहिले किसानहरूले खेती लगाउन छोडिसकेपछि त्यहाँ फैलिएको जङ्गल काँसघारीका कारण यस क्षेत्रमा पनि जङ्गली जनावरले यसरी किसानहरूलाई हरेक वर्ष दुःख दिन थालेको छ।